एउटा दिउँसोको खाजाको लागि कति नाटक पार्न परेको होला। हेलो एभ्रिवान, लेट्स मेक दिउँसोको खाजा। र आज दिउँसोको खाजा थियो अन्डा रोटी। अनि मैले बहिनीले पहिले भनिदिएको थिएँ कि म एक्लै बनाउनेवाला छैन, दुईजना मिलेर बनाउनुपर्छ। र हामी दुवैजनाले फेरि काम बाँड्यौँ। मैले उसलाई पिठो मुछ्ने काम लगाइदिएँ अनि मैले फेरि चपिङ गर्ने काम। अनि यो बिचमा मेरो पागलपन्ती पनि चालु थियो। अनि फेरि बहिनीले पिठो मुछ्दै थियो त अनि मैले त चपिङ गर्दै थिएँ। र पिठो तिमीले मुछ्यौ, रोटी पनि तिमीले बनाऊ भनेर भनेको सबभन्दा ठुलो गल्ती मेरो यही भएछ। किनकि बहिनीले जो रोटी बनाए पुरा बाङ्गे टिङ्गे रोटी। अनि फेरि भिडियो बनाएको त किन मेरो भिडियो बनाएको, म फेरि गोल रोटी बनाउँछु त्यसपछि भिडियो बनाउनु अरे। र यो अन्डा पराठा त हामीले टिपिकल स्टोरमा किन्छौँ नि, एकदम ऑयली त्यस्तो खालको होइन है, एकदम इजी खालको। किनकि मलाई त्यस्तो खालको बनाउन आउँदैन। म बनाउँछु भने त्यो या त फाट्छ या फिर धेरै ऑयली हुन्छ। त्यही भएर मैले आफ्नो न्यू फ्युजन भर्जन निकालेको छु। पहिला अमलेट बनाउने अनि अमलेट हल्का हल्का गिला हुन्छ त्यसमाथि रोटी राखिदिने। त्यो मलाई के फाइदा लाग्यो भन्दाखेरि लाइक हाम्रो पराठा धेरै ऑयली पनि हुँदैन अनि खानामा पनि एकदम यम हुन्छ अनि पेट भरिन्छ एक्लै। सो द्याट्स इट फर दिस भिडियो।